अनि सर तपाईँको हालखबर के छ? सरको हालखबर ठिकै छ भन्नुपर्छ अहिलेलाई चाहिँ। हो है? हाल ठिकै छ अहिले। आज चाहिँ अनि हामी कहाँको यात्रा हो सर? आज हाम्रो धेरै टाढोको यात्रा छ, त्यसैले यात्रा हाम्रो राम्रै हुन्छ जस्तो लागिरहेछ मलाई, जहाँसम्म लाग्छ। तर आज यसो हैन हिँड्दा यो ड्रेसअप गर्दा चाहिँ स्कुल कलेजको फिल आइरहेछ नि त है। मलाई पनि त्यस्तै फिल आइरहेछ, भर्खर 1-2 वर्ष छोडेको पनि हैन। त्यही त एकदमै कलेजको फिल आइराखेको छ। जे हो नि प्रवासमा गाडीको छेउछाउ हिँडे पनि हेर केटा हो हामी कलेजको चाहिँ फिल गरेर हिँड्छ है। यस्तै त अनि फिल मात्रै त हो गर्ने भनेको हामीले अब अहिले फिल गर्यो मजा लियो। दामी छ है पछाडिको। के दामी भन्नु हो, झ्याक्सीलाई यस्तो गाडी हैन नि त तपाईँ हामी चाहिँ एउटा नेपालको हैन अब एकदमै हरियाली ठाउँमा चाहिँ हुर्केको जन्मेको व्यक्तित्व भयो। त्यो चाहिँ हो त्यो फिल चाहिँ एकदमै राम्रो आउँछ, नेपालकै जस्तै आउँछ नि त। हावा पानीलाई हेर्नु न है, हावा पानी यहाँको यो हरियालीहरु सेम नेपाल जस्तै छ भन्नु न। हजुर हजुर त्यही त। अनि कस्तो भइरहेछ तपाईको मलेसियाको बसाइ? मलेसियाको बसाइ भन्नुपर्दा एकदम राम्रो छ। हजुर चटक चिटिक परेकै छ बसाइ। हजुर चटक चिटिक पर्नै पर्यो, हुनै पर्यो हैन, हुन नि पर्छ। त्यही नि हो है। अनि आज चाहिँ हामी खास कहाँ पो जान आँट्यो अरे? हामी आज खासमा कम्पनीले हामीलाई चिफ गेस्टमा बोलाइरहेछ। त्यही भएर हामी चाहिँ यसो रेडी भएर निक्लेको हो। अब गाडी आउँदैछ, बसको गाडी आउँदैछ दिनलाई। अब त्यही त हो, यो पछाडि चाहिँ हो एचआरको गाडी हो। बसको गाडी अलिक अगाडि आउँछ होला। अनि 5 मिनट भनिरहेको थियो बसले, टाइम अझै रहेछ। त्यही भएर यसो हल्का भिडियोमा तपाईँसँग धेरै पछि भेट भएको। हजुर हैन, तपाईँले भनिहाल्नु भयो हैन। त्यही त अब के अरे यस्तो राम्रो यो पछाडिको ब्याकग्राउन्ड देख्दाखेरि चाहिँ किनकि तपाईँ र मेरो हैन यो टक्क यो कलेज टाइमको चाहिँ अलि हैन अलिकति अनुभव, किनकि यो ड्रेसअपले गर्दाखेरि चाहिँ हैन एकदमै। तर तपाईँको एउटा मिस्टेक, तपाईँ हैन भने त नभन्नु न हो भनेर चाहिँ भन्नु क्या। अनि त्यो चाहिँ एउटा मेरो थियो हो के सर, हैन भने चाहिँ। तपाईँले नेपाली गेम कति हेर्नुहुन्छ? एनएचएल हेर्दै हुनुहुन्छ अहिले गेम? हजुर एनएचएल गेम हेर्दै हुन्छ फुटबल? म हेर्दैछु। तपाईँ कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ त अहिले? बार्सला